आज हामी एउटा यस्तो परम्पराको बारेमा कुरा गर्दैछौँ जुन नेपाली हिन्दू समाजको एकदमै महत्त्वपूर्ण हिस्सा हो। यो एउटा यस्तो कथा हो जुन हरेक वर्ष 1 महिनासम्म लाखौं घर-घरमा गुन्जिन्छ। ल सुरु गरौँ है त स्वस्थानीको यो पवित्र यात्रा। हो, हरेक वर्ष पुरै 1 महिनाको लागि लाखौं महिलाहरू एउटै कथामा आफूलाई समर्पित गर्छन्। व्रत बस्ने, कथा सुन्ने, यो भक्ति र आस्थाको एउटा छुट्टै संसार हो। र रमाइलो कुरा के छ भने यो पर्व अहिले नै चलिरहेको छ। त्यसो भए यो स्वस्थानी व्रत कथा आखिर हो के त? के यो केवल एउटा किताब पढेर सुनाउने चलन मात्रै हो? पक्कै होइन। यसको पछाडि त एउटा गहिरो अर्थ लुकेको छ। आउनुहोस् सँगै मिलेर खोजौं यो कथाभित्र लुकेको विश्वास, परम्परा अनि हाम्रो पारिवारिक मूल्य मान्यताको त्यो सुन्दर सङ्गम। ल यो पवित्र कथाहरूको महिनाको बारेमा अलि विस्तारमा बुझौं। यो 1 महिना लामो भक्ति यात्रा कहिले सुरु हुन्छ, कसरी मनाइन्छ, यसको समय र तरिकाले नै यसको महत्त्वलाई अझै प्रष्ट पार्छ। यो भनेको नि 1 महिनासम्म चल्ने एउटा एकदमै विशेष हिन्दू अनुष्ठान हो। यसमा 3वटा मुख्य कुरा हुन्छन्: व्रत बस्ने, प्रार्थना गर्ने र हरेक दिन एउटा पवित्र ग्रन्थको पाठ गर्ने। भन्नुको मतलब यो पूर्ण रूपमा समर्पण गर्ने समय हो। अब समयको कुरा गरौँ है। यो व्रत कहिले सुरु हुन्छ त? पौष महिनाको शुक्ल पूर्णिमा अर्थात् पूर्णेको दिनबाट। अनि ठ्याक्कै 1 महिनापछि माघ शुक्ल पूर्णिमामा यो सकिन्छ। यो 1 महिनाभरि त्यो 31 अध्याय भएको किताबको हरेक दिन एक अध्याय पाठ गरिन्छ। ल समयको कुरा त थाहा भयो। अब अलि भित्र जाउँ, यसको मूल मर्ममा। आखिर यो व्रत कुन देवीको लागि बसिन्छ अनि यो परम्पराको पछाडि के अवधारणाहरू छन् त? अब त्यसकै बारेमा कुरा गरौँ। स्वस्थानी देवी उहाँ को हुनुहुन्छ त? स्कन्द पुराणमा उहाँको वर्णन यसरी गरिएको छ: 4वटा हात भएकी एक शक्तिशाली देवी, एउटा हातमा चक्र, अर्कोमा त्रिशूल, तेस्रोमा कमलको फूल अनि चौथोमा तरवार। 3वटा आँखा छन् उहाँका अनि सिंहमाथि सवार हुनुहुन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा विश्वास के छ भने जसले पनि शुद्ध मनले उहाँको भक्ति गर्छ उहाँले सबै मनोकामना पूरा गरिदिनुहुन्छ। यो पूरा परम्परालाई हामी 2वटा खम्बामा अडिएको मान्न सक्छौं। पहिलो हो व्रत अर्थात् उपवास, यो भयो शारीरिक पक्ष। अनि दोस्रो हो कथा अर्थात् हरेक दिन सुनुने त्यो पवित्र कथा, यो भयो आध्यात्मिक पक्ष। एउटाले शरीरलाई शुद्ध गर्छ, अर्कोले मन र आत्मालाई। कस्तो गजबको सन्तुलन, होइन त? अब कुरा गरौँ त्यो कथाको जसले यो व्रतलाई यति विशेष बनाउँछ। हरेक ठुरा कथाहरूमा जस्तै यसमा पनि प्रेम छ, अहङ्कार छ अनि बलिदानको एउटा यस्तो शक्तिशाली पाटो छ जसले मनै छुन्छ। अब हामी त्यही कथाको सबैभन्दा महत्त्वपूर्ण अनि नाटकीय भागमा प्रवेश गर्दैछौँ। त्यो हो देवी सतीको कथा। यो कथा सुरु हुन्छ सती देवीबाट। उहाँ को हुनुहुन्थ्यो त? उहाँ थिइन् ब्रह्माण्डकै एक शक्तिशाली राजा दक्ष प्रजापतिकी एकदमै प्रिय छोरी। र उहाँको जन्मसँगै एउटा यस्तो कथाको सुरुवात हुन्छ जसले स्वर्ग र पृथ्वी दुवैलाई तरङ्गित पारिदिन्छ। अनि कथामा द्वन्द्वको सुरुवात पनि यहीँबाट हुन्छ। सतीदेवी प्रेममा पर्नुहुन्छ भगवान शिवसँग, तर शिवजी एक तपस्वी जोगी। उनका पिता राजा दक्षलाई यो कुरा एक रत्ती पनि मन पर्दैन। एउटी राजकुमारी र एक जोगीको सम्बन्ध उनलाई स्वीकार्य नै हुँदैन। आफ्नो यही अहङ्कार र घमण्ड देखाउन राजा दक्षले एउटा एकदमै ठूलो यज्ञ आयोजना गर्छन्। उनले सारा देवीदेवताहरूलाई बोलाउँछन्, तर सोच्नुस् त, आफ्नै छोरी सती र ज्वाइँ शिवलाई चाहिँ बोलाउँदैनन्, जानाजानी अपमान गर्न। र यही एउटा घटना कथाको सबभन्दा दुःखद मोड बन्न पुग्छ। त्यो एक अपमान राजा दक्षको त्यही अहङ्कारले एउटा यस्तो घटनालाई जन्म दियो जसको परिणाम सोच्न पनि सकिँदैनथ्यो। अब कथाको त्यो भागमा जाउँ जहाँ भक्तिको अग्निले सतीको बलिदान र शिवको क्रोधलाई चरम बिन्दुमा पुर्याउँछ। यज्ञमा पुगेपछि आफ्ना पति भगवान शिवको अपमान सुनेर सतीले त्यो अपमान सहन सक्नु भएन। आफ्नो पतिप्रतिको त्यो गहिरो प्रेम र सम्मानले गर्दा उहाँका लागि त्यो अपमान असह्य थियो। अनि यही असह्य पीडाले उहाँलाई एउटा कठोर कदम चाल्न बाध्य बनायो। अनि उहाँले के गर्नुभयो त? भक्ति र विद्रोहको त्यो अन्तिम कार्यको रूपमा सतीले आफ्नै पिताले आयोजना गरेको त्यही यज्ञको अग्निमा हाम फालेर आफ्नो जीवन बलिदान दिनुभयो।
यो क्षण यो कथाको सबैभन्दा शक्तिशाली र दुःखद क्षण हो। यो खबर सुनेपछि भगवान शिव उहाँको पीडा र क्रोधको कुनै सीमा रहेन। उहाँ यति धेरै विक्षिप्त हुनुभयो कि सतीको मृत शरीर बोकेर सारा ब्रह्माण्डमा लक्ष्यविहीन भएर घुम्न थाल्नुभयो। भनिन्छ उहाँको त्यो शोकले सारा सृष्टि नै खलबलिएको थियो। अब आउँछ देवी स्वस्थानीको भूमिका। कथामा भनिएको छ कि यस्तो दुःखको घडीमा देवी स्वस्थानीले नै सतीलाई मद्दत गर्नुभयो। उहाँकै कृपाले सतीले ती सबै कष्टबाट मुक्ति पाउनुभयो, पार्वतीको रूपमा पुनर्जन्म लिनुभयो र फेरि भगवान शिवसँग उहाँको पुनर्मिलन भयो। त्यसैले यो कथा दुःखमाथि विजयको कथा पनि हो। ल, यो त भयो हजारौं वर्ष पुरानो पौराणिक कथा। तर आजको दिनमा यसको के महत्त्व छ त? अब कथाबाट बाहिर निस्केर हाम्रो वर्तमानमा फर्कौं, हेरौं यही कथाले आजका भक्तहरूको जीवन, उनीहरूको अभ्यास र विश्वासलाई कसरी प्रभाव पारिरहेको छ। आज पनि यो व्रत महिलाहरूले एकदमै श्रद्धाले बस्छन् र कारण कथासँगै जोडिएको छ। विवाहित महिलाहरू आफ्ना श्रीमानको सुस्वास्थ्य र लामो आयुको लागि व्रत बस्नुहुन्छ, अनि अविवाहित महिलाहरू सतीदेवीले जस्तै असल र योग्य श्रीमान पाउने आशामा यो व्रत लिनुहुन्छ। अब एउटा एकदमै रोचक कुरा, यो व्रतमा एउटा संख्याको विशेष महत्त्व छ। त्यो हो 108। 108 आखिर के छ त यो संख्यामा? किन यो यति पवित्र मानिन्छ? व्रतको अन्तिम दिन जब 1 महिनाको पूजा सकिन्छ, प्रसाद चढाउँदा हरेक चिज 108 वटाको संख्यामा चढाइन्छ। 108 वटा फलफूल, 108 वटा रोटी, 108 वटा फूल। यो संख्यालाई हिन्दू धर्ममा पूर्णता र पवित्रताको प्रतीक मानिन्छ। र यो परम्परा एउटा खास ठाउँसँग पनि जोडिएको छ। त्यो हो काठमाडौँ उपत्यकाको छेउमा रहेको साखुको शाली नदी। यो 1 महिनासम्म शाली नदी एउटा प्रमुख तीर्थस्थल बन्छ। हजारौं भक्तजनहरू त्यहाँ नुहाउन र पूजा गर्न भेला हुन्छन्। र अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ, सोच्नुपर्ने कुरा छ। हजारौं वर्ष पुराना यी कथाहरूले आज पनि हाम्रो विश्वास, हाम्रो परिवार र समग्रमा हाम्रो जीवनलाई कसरी यति गहिरोसँग आकार दिइरहेका छन्। सायद कथाहरूको शक्ति नै यही हो। यिनले हामीलाई जोडेर राख्छन् पुस्तादेखि पुस्तासम्म।